धरानमा 48 बिघा जग्गाको अहिले काण्ड चाहिँ छताछुल्ला भएको छ। हर्कसाङपाङ मेयर भएको बेलामा सुकुम्बासीहरूलाई जग्गा बेचेको भन्ने आरोप लागिरहेछ हैन। त्यो कुरा बाहिर छताछुल्ला भइसकेको छ। धेरै कुराहरूमा हर्कसाङपाङ आफै चाहिँ अगाडि बढेर नेतृत्व गरिरहेको बेलामा अहिले यो कुरा पनि बाहिर आइरहेको छ। 48 बिघा जग्गा चाहिँ सुकुम्बासी अथवा भूमिहीनहरूलाई बेचेको भन्ने आरोप पनि लगाइरहेछन् विपक्षीले। तर त्यो आरोप पुष्टि भने भएको छैन हैन। पुष्टि होला नहोला त्यो आफ्नो ठाउँमा छ। जस विवादमा तानिनका लागि चाहिँ यो पनि मसला एकदमै राम्रो भएको छ जस्तो लाग्छ। सुकुम्बासी देशैभरिको सुकुम्बासीको लिडर गरेर आन्दोलनमा उत्रिनुपर्छ भनेर चाहिँ सबजनालाई उचाल्ने मान्छे आफू धरानमा मेयर भएको बेला चाहिँ भएको यो घटना बाहिर सतहमा आएको हो। अब यो कहाँसम्म सत्यता हो त्यो अब छानबिनको विषय होला। तर जे होस् अब नभइकन विपक्षीहरूले हावाको भरमा चाहिँ निकाल्दैन, केही न केही रहस्य भएर नै निकालेको हुन्छ। धेरै जसो काण्डहरू अहिले जति पनि आइरहेको काण्डहरू हुन्छ त्यस्तै त्यस्तै निकालिरहेको हुन्छ। अब यो पनि अब अहिले भूमिहीन सुकुम्बासीको जुन किसिमले मुद्दा उठाइरहेछ, गरिबको पनि देश हो र गरिब पनि बाँच्न पाउनुपर्छ भनेर हर्कसाङपाङले एउटा अभियानै चलाएर हैन सरकारको र प्रधानमन्त्रीको खरो रूपमा विरोध गरिरहेको बेलामा अब यो चाहिँ जुन 48 बिघा जग्गा आफू धरान महानगरपालिका उपमहानगरपालिकाको मेयर भएको बेला जग्गा नभएका व्यक्तिहरू जस्तो भूमिहीन अनि सुकुम्बासीहरूलाई चाहिँ बेचेको भन्ने आरोप लागेको छ। अब यो आरोप सत्य तथ्य त अब छानबिनपछि थाहा होला। जे होस् धेरै विवादमा तानिरहने व्यक्ति अहिलेसम्म कुनै पनि विवादमा अनुसन्धानमा नपरेको व्यक्ति पनि पर्नुहुन्छ उहाँ हैन। अब ढिलो चाँडो उहाँलाई अनुसन्धान त गर्ने नै भयो। यदि उहाँ ठाउँमा पुग्नु भएपछि चाहिँ अनुसन्धान अवश्य हुन्छ जस्तो हामीलाई लाग्छ। अहिले त उहाँ प्रश्न सोध्ने हैन, धेरैको हाई छ उहाँलाई। अब सपोर्ट पनि धेरैले गरेका छन् भने अहिले चाहिँ उहाँको सपोर्ट अलि घटेर गएको छ। त्यही भएको कारणले यो 48 बिघा जग्गा कि साँच्चीकै हर्कसाङपाङले बेचेको होला त? के लाग्छ साथीहरू तपाईहरुलाई? हर्कसाङपाङले त्यस्तो काम गर्छ जस्तो लाग्छ या गर्दैन जस्तो लाग्छ? आफूलाई लागेको कुरा कमेन्ट गर्नु होला। अनि भिडियोलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईं नयाँ हुनुहुन्छ भने भिडियोलाई मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। ल सब्स्क्राइब गरेर जोडिनु होला भन्न चाहन्छु।